आफ्नो परिश्रम गर्दै गरेको ठाउँदेखि परमेश्वरको आराधना गर्ने समयहरू हामीले छुट्याइराखेको छौँ। यस कुरामा परमेश्वरले साँच्चै नै कति आशिष दिनुहुन्छ है। अनि क्रिसमसको सिलसिला यो समय सँगसँगै अझै पनि मानिसहरूले सजाइराखेको छ। अनि आज तपाईँ र मैले सदैव पाठ गरेको परमेश्वरको वचनलाई म पाठ गर्न गइराखेको छु। येशू ख्रीष्ट यस पृथ्वीमा आउनुको उद्देश्य के हो है, आउनुको उद्देश्य के हो भनेर बाइबलले हामीलाई प्रष्ट पारिदिएको छ। बाइबल पढ्ने व्यक्तिहरूलाई यस कुरा येशू ख्रीष्ट यस संसारमा आउनु भएको उद्देश्यको बारेमा स्पष्ट पार्नु भएको छ। भनेदेखि के कुरा किन उहाँ आउनुभयो त है, हामी सबैलाई अनि जति पनि हामी अहिले वचन पाठ गरेको छ प्राय हामी सबैलाई थाहा छ येशू ख्रीष्ट यस पृथ्वीमा आउनुको कारण। मैले चाहिँ दुईवटा विषयलाई लिएर राखेको छु, बिग्रेको सम्बन्ध सुधार्नको निम्ति र आनन्द जीवन दिनको निम्ति हैन। बिग्रेको सम्बन्ध फेरि परमेश्वरसँग जोइन गर्नको निम्ति त्यो सम्बन्धलाई चाहिँ बिग्रिराखेकोलाई चाहिँ अब नबिग्रिनको निम्ति अनि त्यो कुरा सम्बन्ध चाहिँ अब चाहिँ मजबुत बनाउनको निम्ति उहाँ आउनुभएको छ भने, दोस्रोमा उहाँले आनन्द जीवन दिनुभएको छ। अनि तेस्रोमा चाहिँ उहाँको योजना यस पृथ्वीमा उहाँलाई आशा गर्ने मानिसहरू कोही पनि नर्ककुण्डमा नगएको होस् भनेर प्रभु यस संसारमा आउनुभएको हो भनेर हामी आशा गर्छौँ। येशू ख्रीष्ट आउनुभन्दा यहाँ सम्बन्ध चाहिँ कहाँनिर बिग्रेको भन्दाखेरि हामी बाइबल पाठ गर्दाखेरि होइन, हामी परमेश्वरको वचन प्रेरणाबाट यस वचन खण्डबाट मानिस र परमेश्वरको सम्बन्ध कुन बेला र कतिखेर सम्बन्ध बिगारी पठाएको थियो भन्ने कुरा चाहिँ उत्पत्तिको पुस्तकमा हामीले पाठ गऱ्यौँ भनेदेखि त्यहाँ आदम र हब्बाको समयमा अनि आदम र हब्बाले चाहिँ सर्पको कुरो सुन्यो अनि आदमले चाहिँ श्रीमतीको कुरो सुन्यो। तिनी तिनजना एउटा चाहिँ स्वर्गबाट फालिएको त्यो दूत जसलाई लुसिफर नाम दिएको थियो अनि अहिले चाहिँ दियाबलास भनेर त्यसलाई चिनिन्छ। त्यसको चतुराइमा, त्यसको प्रबलममा अनि त्यसले मानिसलाई फसाएको कारण परमेश्वरको असल ठाउँमा अनि परमेश्वरले बगैँचामा राखेका तिनी दुईजनाको असल तरिकाले बसिराखेका आदम र हब्बा र परमेश्वरको आराधना गर्दै अनि परमेश्वरको महिमा गर्दै बसिराख्नुभएका परमेश्वरका छोराछोरीहरूको सम्बन्ध चाहिँ शैतानको कुरा सुनेको कारण, छल अर्थात् दुष्टको कुरा सुनेको कारण त्यस दिन बिग्रेको सम्बन्धलाई अनि बिग्रेको थियो। अनि त्यो बेलादेखि आनन्द राज्यबाट मानिस निकालिएको थियो अनि त्यो बगैँचा आदमको बगैँचाबाट मानिस निकालेको थियो। त्यति बेला परमेश्वरले क्रोध गर्नु के भन्छ तस नसै मानिसलाई गर्नु भएन, किनभने आफूले बनाएको त्यो के भन्छ आफूले जन्माएको सन्तान भएको कारणले गर्दाखेरि उहाँको आफ्नै प्रतिरूपमा उहाँको आफ्नै स्वरूपमा बनाएकोले गर्दाखेरि मानिस परमेश्वरले माटोबाट बनाए तापनि परमेश्वरले माटो शरीर हेर्नु भएन। एकदमै महत्त्वपूर्ण सास हुने प्राणीमध्ये सर्वोच्चको स्थानमा उहाँले राख्नु भएर हेर्नुभयो अनि त्यति बेला नै उहाँले तसनास गर्नु भएन। उहाँले त्यो क्रोधमा मानिसलाई निकालेर चाहिँ पठाइदिनु भयो। हाम्रो सम्बन्ध चाहिँ त्यहाँ बिग्रियो अनि उहाँले चाहिँ जब हामी त्यहाँबाट टाढियो परमेश्वरसँगको डाइरेक्ट टु सेवा सङ्गति गर्ने सम्बन्ध चाहिँ त्यहाँबाट बिग्रियो। त्यहाँबाट बिग्रिसकेपछि धेरै समयसम्म मानिसहरू परमेश्वरसँग फर्किएन। त्यसपछि परमेश्वरले नोह बाजेसँग बोल्नुभयो र नोह बाजेसँग बोल्नु भएर नोह बाजेले पनि आफ्नो परिवारलाई बचाउन सफल भयो। अनि त्यसपछि पनि उहाँले फेरि प्रतिज्ञा करार बान्नु भएको थियो कि अब उपरान्त मानिसले धेरै घोर अन्धकार पाप गरे तापनि अब म तिम्रो खाद्य तिनीहरूलाई अब नाश पानीले नष्ट गर्ने छैनन् भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो।
त्यसपछि पनि फेरि मानिसहरूले परमेश्वरको वचनको विरुद्धमा विद्रोही गर्यो, पाप गर्यो, उल्लङ्घन गर्यो। आदम र हव्वाले भन्दा पनि ठुलो ठुलो पापहरू मानिसले गर्न थाल्यो र उहाँले अगमवक्ताहरूलाई पठाउनु भयो। हामीले पुरानो नियममा पाउँछौँ मोसा, दाउद राजा, होइन, जो परमेश्वरको उपस्थितिमा सदैव बास गर्ने। अनि परमेश्वरको उसले जब दाउदले जब बाँसुरी बजाउँथ्यो, त्यहाँ राजा निको भएका कुरा, मोसा परमेश्वरसँग जुन व्यवस्था 10 आज्ञा लेख्न सफल भएको व्यक्ति। अनि परमेश्वरले